शुभ प्रभात। दैनिक आशा कार्यक्रम लिएर आजको सुन्दर बिहानी तपाईँ समक्ष म उपस्थित भएकी छु। श्रोता, तपाईँ कस्तो हुनुहुन्छ? आजको बिहानी के तपाईँले प्रभुसँग समय बिताउनु भयो? हाम्रो परमेश्वर आशाको परमेश्वर हुनुहुन्छ। परमेश्वरमा सबै कुरा सम्भव छ, तर हामीले कहिले पनि मेरो कुनै कामै छैन जस्तो गरेर बस्नु चाहिँ हुँदैन। तपाईँ र मेरो जिम्मेवारी बहिनीको विश्वास साथ प्रभु येशूको नाउँमा खडा हुनु हो। तपाईँ आज के कुरासँग सङ्घर्ष गरिरहनु भएको छ? के कुरासँग तपाईँ लडाइँ लडिरहनु भएको छ? के कुराले तपाईँको जीवनलाई दबाइराखेको छ? के कुराको चिन्ता र बोझमा तपाईँ आज हुनुहुन्छ? के कुराले गर्दा तपाईँको जीवनमा निराशाले छाएको छ? आज त्यो कुरालाई तपाईँले विचार गर्नुहोस्। र तपाईँले यदि विचार गर्नुभयो भने म तपाईँलाई आज एउटा कुरा बताउन चाहन्छु। अब तपाईँ खडा हुने समय आएको छ। अब तपाईँले स्थान लिने समय आएको छ। गिदोनको जीवन हेर्दै गर्दा न्यायकर्ता 6 अध्यायबाट म छक्क नै पर्छु। गिदोनलाई परमेश्वरले बोलाउनु भयो कि तैँले चाहिँ मिद्यानीहरूलाई गएर त चाहिँ परमेश्वरले गिदोनलाई बोलाउनु भयो अनि भन्नुभयो त चाहिँ मिद्यानीहरूको विरुद्धमा गएर लड। अनि गिदोनले भने म त सबैभन्दा सानो कुलको मानिस हो, म त सबैभन्दा सानो मानिस हो, यो मबाट हुन सक्दैन। तर परमेश्वरले भन्नुभयो त वीर मानिस होस् र तँलाई चाहिँ विशेष गरेर मैले इजरायलीहरूलाई मिद्यानीहरूका हातदेखि छुटाउनको लागि तमा भएको बललाई प्रयोग गर भनेर चाहिँ परमेश्वरले गिदोनलाई भन्नुभयो। त्यसपछि गिदोन तयार हुन्छन्। उनले चाहिँ परमप्रभुको निम्ति वेदी पनि खडा गर्छन्। आज तपाईँ र मेरो जिम्मेवारी भनेको नि खडा हुनु हो। परमप्रभुको नाउँमा हामी खडा हुनु हो। प्रभुलाई जब हामीले भन्छौँ प्रभु म खडा छु, म यो नाउँमा आज खडा छु भनेर भन्दै गर्दाखेरि चाहिँ अनि परमेश्वरले काम गर्न थाल्नुहुन्छ। परमेश्वरमा कुनै कुरा असम्भव छैन, तर तपाईँ र मैले पोजिसन लिनुपर्छ। तपाईँ र मैले त्यो लडाइँको पोजिसन लिनै पर्छ। तपाईँ र म उभिनुपर्छ। प्रभु यो लडाइँ लड्नको लागि म तयार छु, यो गर्नको लागि म तयार छु, मलाई चलाउनुहोस्। जसै हामी यो कुराहरूमा हामी भन्छौँ परमेश्वरले विजय दिन थाल्नुहुन्छ। हेर्नुहोस् न कस्तो अचम्मको कुरा। तपाईँले न्यायकर्ता 6-7 अध्यायमा पढ्नुभयो भने मिद्यानीहरूको संख्या चाहिँ इजरायलीहरूको भन्दा हजारौं गुणा बढी थियो। बालुवाको कण जतिकै मिद्यानीहरूको विरुद्धमा परमेश्वरले लडाइँ लड्नको लागि 300 जना मात्रै तयार गर्नुभयो। मलाई अचम्मै लाग्छ, परमेश्वरले केवल 300 जनालाई मात्रै तयार गर्नुभयो र 300 जनाले हजारौंको संख्यामा भएका मिद्यानीहरूलाई उनीहरूले नाश गर्नलाई सफल भए। यो कसरी सम्भव भयो त? सम्भव यसरी भयो कि गिदोन र उनका मानिसहरू लडाइँ लड्नको लागि त्यो पोजिसन लिनको लागि तयार भए। उनीहरूले लडाइँ जितेका होइनन्, परमेश्वरले लडाइँ जित्नु भएको, परमेश्वरले लडाइँ गर्नुभएको। आज म तपाईँलाई बताउन चाहन्छु तपाईँ जीवनको कुन ठाउँमा कुन परिस्थितिमा चाहिँ सङ्घर्ष गरिरहनु भएको छ र कुन कुराले तपाईँलाई एकदमै कन्फ्युज बनाएको छ, म यो गर्न सक्दिनँ भनेर। आज म तपाईँलाई बताउन चाहन्छु तपाईँ खडा हुनुहोस्, उठ्नुहोस्। तपाईँले प्रभुलाई भन्नुहोस् प्रभु म तयार छु, म तयार छु। त्यो लडाइँका वस्त्रहरू लगाउनुहोस् र भन्नुहोस् प्रभु म तयार छु। जब हामी खडा हुन्छौँ अनि परमेश्वरले हो काम गर्ने, बाँकी काम चाहिँ उहाँले गर्नुहुन्छ। तर तपाईँ र म प्रार्थनाद्वारा खडा हुनैपर्छ। आज जीवनको चोट, दुखाइ, पीडा, परीक्षा, उतार चढाव, ऋण जस्तो सुकै अवस्थामा तपाईँ हुनुहुन्छ भने तापनि आज खडा हुनुहोस् र भन्नुहोस् प्रभु यो लडाइँ लड्नको लागि म तयार छु, मलाई चलाउनुहोस्, मलाई बनाउनुहोस्, मलाई जित्ने मानिस बनाउनुहोस् भनेर तपाईँले भन्नुहोस्। आउनुहोस् हामी यो सुन्दर बिहानी प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। आजको सुन्दर समय तपाईँले दिनुभयो। हाम्रा जतिजना श्रोताहरू यस प्लेटफर्म मार्फत सुनिरहनु भएको छ उहाँहरूलाई तपाईँको हातमा हामी राख्दछौँ। आशिष दिनुहोस्, खडा हुन सहायता गर्नुहोस्, त्यो पोजिसन लिन सहायता गर्नुहोस्, वेदीहरू निर्माण गरेर प्रभु आज आराधना गर्न सहायता गर्नुहोस् र हामी भन्न सकौँ प्रभु म खडा छु, मलाई चलाउनुहोस्। म केही गर्न सक्दिनँ भनेर पछि हट्नुभन्दा पनि प्रभु म खडा छु, म तयार छु भनेर खडा हुन मात्र सहायता गर्नुहोस् प्रभु, ताकि हाम्रो जीवनमा भएका सबै लडाइँहरूलाई हामीले जित्न सकौँ। आज रोगसँग लडिरहनुभएका हाम्रा श्रोताहरूको लागि हामी प्रार्थना गर्दछौँ, चङ्गाई दिनुहोस्, छुटकारा दिनुहोस्। आज परिवारमा समस्यासँग जुधिरहनुभएका हरेक व्यक्तिलाई तपाईँको हातमा हामी राख्दछौँ। विजय दिनुहोस् प्रभु, विजय दिनुहोस्। तपाईँ विजय दिने परमेश्वर हुनुहुन्छ। धन्यवाद प्रभु, तपाईँ परमेश्वरले यो समय मौका दिनुभएको लागि। सबै कुरा तपाईँको हातमा राख्दै आशिष माग्छौँ येशू ख्रीष्टको नाममा, आमेन।